सोपानले दोस्रो बजारमा आफ्नो कारोबार सुरु गर्ने भएको छ। यस कम्पनीले आज 1,71,60,000 किता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गरेको छ भने अब यस कम्पनीले अब आउने जेठको 25 गतेबाट दोस्रो बजारमा आफ्नो कारोबार सुरु गर्ने कुरा जानकारी गराएको छ। यस कम्पनीले आजभन्दा केही समय अगाडि 34,74,900 किता सेयर सर्वसाधारणहरूको लागि आइपिओ मार्फत निष्कासन गरेको थियो भने जुन कम्पनीमा 29,14,400 लगानीकर्ताहरूले आइपिओको लागि आवेदन दिएका थिए। यस कम्पनीले निष्कासन गरेको आइपिओमा धेरै लगानीकर्ताहरूको हात खाली भएको थियो भने यस कम्पनीको आइपिओ जम्मा 3,47,490 लगानीकर्ताहरूले मात्र यस कम्पनीको आइपिओ हात पार्न सफल हुनुभएको थियो। 10 किताको दरले भने अन्य लगानीकर्ताहरू यस कम्पनीले निष्कासन गरेको आइपिओ पर्नबाट वञ्चित हुनुभएको थियो र जो लगानीकर्ताहरूलाई यस कम्पनीको सेयर परेको थियो अब आउने सोमबार जेठको 25 गतेबाट तपाईहरूले दोस्रो बजारमा आफ्नो कारोबार सुरु गर्न सक्नुहुन्छ भने यस कम्पनीले आज नेपाल स्टक एक्सचेन्जमा आफ्नो सेयर सूचीकरण गरिसकेको छ र तपाईहरूले अब दोस्रो बजारमा यस कम्पनीको ओपनिङ रेन्ज कति हुन्छ अथवा यस कम्पनीको मार्केट प्राइस कतिसम्म पुग्छ भन्नुहुन्छ भने कुनै पनि कम्पनीहरूको दोस्रो बजारमा ओपनिङ रेन्ज अथवा ओपनिङ प्राइस सुरु हुने भनेको त्यस कम्पनीको नेटवर्थलाई बेस मानेर हो। यस कम्पनीको नेटवर्थ 92 रुपियाँ 13 पैसा रहेको छ भने यसैको 3 गुणाले गरेर हेर्ने हो भने तपाईहरूको दोस्रो बजारमा आफ्नो ओपनिङ रेन्ज चाहिँ 276 रुपियाँसम्म हुन जान्छ। यदि तपाईहरूको लो प्राइसमा यानि कि लो प्राइसमै दोस्रो बजारमा आफ्नो कारोबार सुरु गर्यो भने 92 रुपियाँबाट आफ्नो दोस्रो बजारमा आफ्नो कारोबार सुरु गर्ने भयो र हाई प्राइसमा दोस्रो बजारमा आफ्नो कारोबार सुरु गर्यो भने 276 रुपियाँमा दोस्रो बजारमा आफ्नो कारोबार सुरु गर्ने भयो। 276 भन्दा माथिको प्राइस राखेर यस कम्पनीले दोस्रो बजारमा आफ्नो कारोबार सुरु गर्न पाउँदैन। ल तपाईहरूलाई यस कम्पनीले जुनसुकै कम्पनीहरूले पनि दोस्रो बजारमा आफ्नो कारोबार सुरु चाहिँ ओपनिङ रेन्जको हाई प्राइसबाटै दोस्रो बजारमा आफ्नो कारोबार सुरु गर्नेछन् र हाई प्राइसमै यस कम्पनीले दोस्रो बजारमा आफ्नो कारोबार सुरु गर्यो भने यसको हाई प्राइस 276 बाट यस कम्पनीको दोस्रो बजारमा ओपनिङ प्राइस हुन जान्छ र तपाईहरूले अब यस कम्पनीको